एकैचोटि दुईटा मोमो है यो लास्ट हो यो लास्ट गाइस यहाँ म खान सक्दिनँ मोमोसित चटनी फेरि हो र त्यसैले चाहिँ म चाहिँ चटनी चाहिँ 5 चोटि थप्छु दिदी चटनी ल्याइदिनु न अचार फेरि है गाइस मोमोसित अचार फेरि त्यसैले मोमो खान छोडेर अचारमा त खानुपर्छ अब दिदी हे मामा तेरी खुशबू हे मामा तेरी जलवा सो हेलो एभ्रीवान यार के हुन्छ युट्युबर हो यार 3 प्लेट कहाँ किधर गयो 1 प्लेट 3 प्लेट त एक प्लेट मोमो हराए चाहिँ हाम्रो कसले खायो आई डोन्ट नो सो गाइज आज चाहिँ हामी मोमो च्यालेन्ज गर्दै छौँ 3 प्लेट मोमो छ हेर्नु सो कसले चाहिँ धेरै खान्छ है सो गाइज हेर्नुहोस् अब म चाहिँ खाँदिनँ किनकि मेरो मिठो होइन आजको मोमो किन हो जानुपर्छ सो गाइज मोमो चिकन मोमो खानुहोस् कता हो गाइज मैले धेरै खान्छु क्या खानेकुरामा चाहिँ कहिले पनि पछाडि हट्नुहुन्न कि आफ्नो बात भइहाल्छ यसरी गममा डोब्यो मोमोसित चटनी फेरि हो र त्यसैले चाहिँ म चाहिँ चटनी चाहिँ 5 चोटि थप्छु दिदी चटनी ल्याइदिनु न अचार फेरि है गाइस मोमोसित अचार फेरि त्यसैले मोमो खान छोडेर अचारमा त खानुपर्छ अब यो त फेरि होइन गाइस यो फेरि गयो है त्यही भएर फेरि गयो मोमो चाहिँ कति रुपियाँ प्लेट हो 120 मोमो 120 चटनी चाहिँ 50 गाइस त्यही भएर यस्तो पुरै डिप गर्यो क्या पुरै डिप गरो अनि पप्पा हालो यसरी खाना क्या बाटो दिएर म फर्स्ट है विनर मैले 1 प्लेट भइदिएँ गाइस 1 प्लेट भइदिएँ मैले हौ फास्ट बोलो भाइ तिमी आवाज दिन राम्रो छ दिदी कितना 2 खाने हो नि त दिदी ओ दिदी सो गाइस हाम्रो चाहिँ 2 प्लेट फेरि मोमो आउँदैछ सो यो च्यालेन्जमा चाहिँ अलि छिटो सो गाइस अचार चाहिँ फेरि गयो त्यही भएर चाहिँ फेरि गयो छिटो होइन नि त त्यही भएर टाइम लाउने गयो यार
दिदी फेरि गयो गाई मामा नखाए नि थप्पी चाहिँ खानुपर्छ कोही गाई चाहिँ लक भन्छ होला लक सो गाइस कता हो काटेन दुईटैमा के अरे उयो त बनाउँदै मोमो त यो अचार चाहिँ कतिचोटि थप्न पाइन्छ अनि फ्राइड चाहिँ पाइन्छ पाइँदैन पाइन्छ अनि एक प्लेट फ्राइडै मागेन फ्राई त म नखाने यार दिदी मेरो अन्त फेरि म नि खाँदैन त्यो पुरा बाबा बनाइदियो सो गाइस एकैचोटि दुईटा मोमो है म चाहिँ विनर है गाइज 3 प्लेट मोमो खाइयो लास्टै गर्मी पो भयो त यार मैले कतिवटा खाएँ आई डोन्ट नो सो तपाईँहरूले यो भिडियो हेरेर कमेन्ट गरिदिनुहोस् मैले कतिवटासम्म खाएँ भन्ने कुरा मैले धेरै खाँदो रहेछु है यो मान्छेको शरीर मात्र ठुलो हेर्नुहोस् यो मान्छेको शरीर मात्र ठुलो हो मोमो चाहिँ खान सकेन अझै हाम्रो 2 प्लेट आउन बाँकी छ कति प्लेट हुन्छ आई डोन्ट नो गाइज हेर्दै गर्नुहोस् फाइनली हाम्रो अर्को 2 प्लेट मोमो आयो गाइज मोमो आयो मोमो गाइज गाइस राखेन तिमी आफ्नो सो गाइज अरे उधर है यार अबे क्या कर दे यार सो गाइज फाइनली अर्को हाम्रो मोमो आयो आहा के खुशबू मोमो गाइज मोमो आज हामी मोमो च्यालेन्ज गर्न लागेको छु हामीले चाहिँ आज 8 प्लेट मोमो खाइसक्यौँ यो चाहिँ हाम्रो 2 प्लेट 10 प्लेट मोमो 10 प्लेटमा मैले चाहिँ 7 प्लेट मैले खाइसकेँ गाइज मोमो मोमो अचारमा यसरी डुब्यो ए मामा तेरी खुशबू ए मामा तेरी जलवा ए मामा तेरी तिरछी नजरिया म चाहिँ यहाँ अब धेरै खान सक्दिनँ म चाहिँ यो च्यालेन्जबाट क्विट मैले 5 प्लेट मोमो खाइसकेँ हो रियली हाम्रो सब्सक्राइबरले सोध्दै हुनुहुन्छ एउटा कुरा गाइज मैले फास्ट चाहिँ खान सक्छु धेरै चाहिँ खान सक्दिनँ मेरो लागि चाहिँ आजलाई चाहिँ पुग्यो गाइज हेर्नुहोस् 1 प्लेट 2 प्लेट 3 प्लेट 4 प्लेट यहाँ यो 5 प्लेट अर्को 5 प्लेट गइसक्यो ना अब त भयो मेरो गाइज हेर्नुहोस् मेरो पेट अझै पनि नआएको छ एउटा चाहिँ खान्छु सो गाइज दिस इज माई लास्ट अब म खान सक्दिनँ लास्ट पिसै गाइज आजलाई चाहिँ लास्ट भन्दा 2 प्लेट गयो यो लास्ट हो यो लास्ट गाइज यहाँ म खान सक्दिनँ बहुत हो गया अब त नै यो त च्यालेन्जको लागि खाएको गाइज मैले नत्र भने मेरो क्यापेसिटी भनेको जस्ट 1 प्लेट मात्र हो त्यहाँनिर धेरै खान सक्दिनँ
नेभर टु गिभ अप होइन, म चाहिँ कहिले पनि हार चाहिँ मान्दिनँ। सो त्यसैले चाहिँ च्यालेन्ज जित्नको लागि चाहिँ मैले खाएको। आई होप कि यो मित्रले भन्दा चाहिँ मैले नै धेरै मोमो खाएँ होला आई थिङ्क। यो चाहिँ न यो मान्छेको शरीर मात्र ठुलो हो। खाना चाहिँ नसक्दो रहेछ गाइज, मैले जतिको नि धेरै भयो आजलाई चाहिँ। सो गाइज प्लिज भिडियोलाई लाइक गरिदिनुहोस्, मन परेमा सेयर गरिदिनुहोस्, अनि च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनुहोस् गाइज। हाम्रो आजको मोमो च्यालेन्ज चाहिँ अझै नै कन्टिन्यू हुँदैछ। यहाँ चाहिँ मैले खाना नसकेको यहाँ अझै छ मोमो चाहिँ। मेरो DKYT गाइज ल हाम्रो मोमो च्यालेन्ज अझै नै कन्टिन्यू हुँदैछ। 4 प्लेट भइसक्यो। 4 प्लेट होइन भाइ, 10 प्लेट 5 प्लेट गइसक्यो। कसले धेरै खान्छ होला? कसले धेरै खान्छ ल भन त तिमीले? हो कसले धेरै खायो ल? हामी दुईजना मात्रै, कसले धेरै खायो ल? ल कसले? मैले खाइसकेँ बाबु, मैले 7 प्लेट खाइसकेँ, जम्मा 3 प्लेट हो। 7 प्लेटमा मेरो चाहिँ यति बाँकी है। यो चाहिँ यो आजको हाम्रो मोमो च्यालेन्जको लास्ट पिस गयो गाइज। सो आई होप कि यो भिडियो चाहिँ हेरेर तपाईँहरूले इन्जोय गर्नु होला। आजको भिडियो चाहिँ एकदम गाह्रो, मैले चाहिँ धेरै खाएँ आई थिङ्क। मैले चाहिँ सायद यो मान्छेले भन्दा चाहिँ धेरै नै खाएँ होला। तपाईँहरूले कमेन्ट गरिदिनुहोस् मैले कतिवटा मोमोको डल्लो खाएँ भनेर कमेन्ट गरिदिनुहोस् गाइज। लास्ट गाह्रो बस्यो। थ्याङ्क्स फर वाचिङ।